त्यसपछि पात्नु मिल्छ त्यसो भए त म अहिले पात्छु एकछिन अब यहाँ रेकर्ड भइरहेछ नि फेरि त्यो नहाँस ल नमस्कार दर्शकहरू आज पनि म छुट्टै समसामयिक विषयवस्तुलाई लिएर आज पनि म उपस्थित भइसकेको छु यहाँहरू माझमा र मसँग हुनुहुन्छ मेरो 32 मिङमा शेर्पा उहाँसँगको कुराकानीलाई म जोड्न गइरहेको छु कृपया तपाईहरूले लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नुभएको छैन भने कृपया लाइक कमेन्ट सेयर चाहिँ गरिदिनु है भन्दै म मिङमा शेर्पालाई अब म उहाँसँग नै इन्ट्रोडक्सन गर्न चाहन्छु स्वागत छ मिङमाजी स्वागत छ नमस्ते भन न नमस्ते हजुरको शुभ नाम मिङमा शेर्पा अनि मिङमा शेर्पा भनेपछि अनि कतिमा पढ्छौ त तिमी एलकेजीमा अनि हजुरको पढाइ अहिले कस्तो छ राम्रो छ आज चाहिँ अनि तिम्रो छुट्टी हो होलिडे हो नि त होली हो अनि आज त स्पेसल डे रहेछ अब विशेष होलीको दिन आज अनि होलीलाई चाहिँ कसरी खेल्ने चाहिँ विचार गर्नुभएको छ त मिङमा हातले खेल्ने कसरी खेल्ने र जस्तै होलीमा त अब विभिन्न किसिमको कलरहरू हुन्छ कलरहरू लगाएर खेल्ने कि अथवा घरमै खेल्ने कि कता खेल्न जाने बाटोमा कलर लगाउने मान्छेहरूलाई लगाउँछ थ्याङ्क यू अब विशेष गरेर अब होलीमा चाहिँ विभिन्न किसिमको कलर मान्छेको चाहिँ अब के भन्छ कलरहरू छुट्टी कलरहरू हुन्छ त्यसरी लगाएर खेल्ने एउटा परम्परा रहेको छ र मिङमा पनि त्यसै गरेर खेल्ने बाटोमा खेल्ने होली खेल्नलाई जाने भन्ने कुरा गर्नुभएको छ र अब ठिकै छ अर्को कुरा अब मिङमा चाहिँ ठुलो मान्छे पछि ठुलो भएपछि धेरै पढेर के भन्ने इन्जिनियर ओ माइ गड इन्जिनियर भएर चाहिँ कुन इन्जिनियर भन्ने घर बनाउने ओ माइ गड ल मेरो नि एउटा घर बनाइदिनु ल पछि ठुलो भएपछि मेरो त घर छैन घर बनाइदिनु ल घर छ तर फेरि अर्को पनि घर बनाउने नि ठुलो मेरो सपना छ अलिक ठुलो खालको बिल्डिङ बनाउने त्यस्तै ठुलो खालको बिल्डिङ बनाइदिनु ल तिमी इन्जिनियर भएर अनि त्यसपछि तिमी घर बनाएर चाहिँ अनि तिम्रो सपना चाहिँ ठुल्ठुलो घर बनाउने तिम्रो पनि बनाउने अरूको बनाउने होइन ए ल ठुलो भएर चाहिँ इन्जिनियर भन्ने भन्नुभएको छ घरको इन्जिनियर यो सिभिल इन्जिनियर भन्छ ओके धेरै ठुलो सपना रहेछ मिङमाको सपना चाहिँ पुरा होस् अनि अर्को अनि त्यो घरमा चाहिँ कसलाई राख्ने त मुखमा हात लगाउनु त्यो घरमा चाहिँ बाबा मम्मीलाई मात्रै राख्ने कि मलाई पनि राख्ने कि कसलाई राख्ने सबैलाई बोजूहरूलाई नि राख्ने अनि बोजूहरूलाई सबैलाई बोलाएर राख्ने है अनि अरूको पनि कति धेरै ठुल्ठुलो सपनाहरू होला मान्छेहरूको म पनि घर बनाउँछु पैसा कमाएर अथवा उयो गरेर ल इन्जिनियर भएपछि त अनि ल बोलाउँछ नि त मान्छेहरूले अनि ल अनि के बनाइदिन्छ उहाँहरूको नि बनाइदिन्छौ एकछिन भन्नु न अहिले ओके दर्शकबिन हेर्नुहोस् है उहाँले अब यत्रो ठुलो सपना पाउनु भएको छ मिङमा शेर्पा हुनुहुन्छ उहाँ सो थ्याङ्क यू सो मच आजको विषयवस्तु यहीसँग मात्र अब यति नै गरौँ भन्दै धन्यवाद लाइक कमेन्ट सब्सक्राइब चाहिँ गर्नु होला बाई